बालिन शाह सम्भवतः नेपालकै लोकप्रिय राजनेता। यो भनाइ हो पूर्व भारतीय राजदूत रञ्जित रेको। हो दर्शकबिन, पूर्व भारतीय राजदूत रञ्जित रेले काठमाडौँका मेयर बालेन्द्र शाह अर्थात् बालिनलाई सम्भवतः नेपालकै लोकप्रिय राजनेता भएको बताउनु भएको छ। एक भारतीय च्यानलसँगको अन्तर्वार्तामा रेले बालिन युवा पिँढीमाझ आशाको केन्द्र बनेको बताउँदै यस्तो जिकिर गर्नुभएको हो। बालिन शाह जो काठमाडौँका मेयर छन्, उनी र्यापर हुन्। रेलले भन्नुभएको छ, सम्भवतः आजको तारिकमा उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा रहेका छन्। युवाहरूको बाहुल्यता रहेको नेपालमा पुराना पुस्ताका नेताहरूले राज गरेको भन्दै यसले युवा पिँढीलाई निराशा बनाएको उनले बताउनुभयो। नेपालमा अहिलेका स्थापित नेताहरू 4-5 पटक प्रधानमन्त्री भइसकेका छन्। उहाँले भन्नुभयो, जसबाट नेपाली युवाले केही नयाँ अपेक्षा गर्न सकिरहेको छैन। उहाँले यस्तो निराशाजनक अवस्थामा केही नयाँ शक्तिहरूको उदय भएको बताउनुभयो। रासोपा त्यस्तै नयाँ शक्ति हो जुन युवामाझ लोकप्रिय रहेको उहाँले बताउनुभयो। यसमा राजावादी शक्ति राप्रपा पनि थपिएको उहाँले बताउनुभयो। यता उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषिराज भण्डारी र दिल्ली रत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो। व्यक्ति लक्षित केही पनि थिएन, प्रमुखको आदेशले कर्तव्य पूरा गरेको थिए। उहाँले भन्नुभयो, निलम्बन गरेर ममाथि अन्याय भयो भनेर निवेदन दिएको थिए, अदालतले न्याय दिए, धन्यवाद। आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको निर्णय विरुद्ध गएको जेठ 25 गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाई, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। गत चैत 21 गते गुरागाई कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उहाँमाथि गुरागाईले कारबाही अघि बढाएका थिए। महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि गठन गरेको थियो। काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि विधामा बसेका गुरागाई महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा गुरागाई हाजिर हुन भनेर महानगर पुगेका थिए। उहाँलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो।